सम्पूर्ण देश विदेशमा रहनुहुने आदरणीय परमेश्वरका जनहरूमा जय मसीह। म नेपालबाट म पास्टर नोहम ढकाल र फेरि तपाईको बीचमा फेरि यो युट्युब माध्यम लिएर तपाईको बीचमा उपस्थित हुन आएको छु र आशा विश्वास गर्दछु तपाईहरु सबैजना आराम कुशलै हुनुहुन्छ भनी म परमेश्वरसँग प्रार्थना गर्दछु। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। फेरि आजको यो समय यसै सुन्दर समय परमेश्वरले फेरि तपाईहरुको बीचमा यो युट्युब माध्यमबाट आउने मौका दिनुभएको छ। त्यसैले तपाईहरुलाई यदि यो युट्युब यदि तपाईहरुलाई मन परेको छ, तपाईलाई यदि सुन्न इच्छा चाहनुहुन्छ र सापकोट न्यू लाइफ मण्डली परिवारको विषयमा तपाईहरुले यहाँको कार्य सेवा संगतिहरु यदि तपाईले हेर्न यदि चाहनुहुन्छ भने तपाईहरुले यसलाई सब्स्क्राइब गरिदिएर अनि साथ सहयोग गर्नुहोला। यदि यो भिडियोलाई तपाईहरुले अझै धेरै साथीहरुसँग पुर्याउन लागि सहायता गरिदिनु हुन म अनुरोध गर्दछु। परमेश्वर हामी सबैलाई आशीष दिनुभएको होस्। साँच्चै आज यो बिहानीको समय म परमेश्वरको वचन जीवित वचन लिएर आएको छु र आशा गरेको छु यो वचनद्वारा तपाईहरु सबैजना आशीषमय हुनुहुन्छ भनी म विश्वास गर्दछु। परमेश्वरको महिमा भएको होस्। हुन्छ, आउनुहोस् हामी यो बिहानीको समय परमेश्वरको जीवित वचनलाई हेर्नेछौँ। केही खण्ड हेरौँ। यसै परमेश्वर तपाईहरु मसँग हुनुहुनेछ। यहाँ तपाईहरुमा यहाँ यसो लेखेको छ, सुसमाचारी पुस्तक मत्तीको पुस्तक 16 अध्यायको 19 पदबाट आजको वचनमा बोल्नेछु। यहाँ यसो लेखेको छ, मत्तीको पुस्तक 16 को 19 पदमा लेखेको छ, म तिमीहरूलाई स्वर्गको राज्यको साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ, जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ। परमेश्वरको महिमा भएको होस्। साँच्चै यहाँ प्रभु येशू ख्रीष्टले यसरी यहाँ भन्नुभएको छ, म तिमीहरूलाई स्वर्गको राज्यको साँचाहरू दिनेछु। प्रियहरू, अरू सबै कुरा परमेश्वरले जान्नुहुन्छ ताकि तपाईहरु मलाई परमेश्वरले स्वर्गको साँचाहरू दिने हुने परमेश्वरको यहाँ वचनले भन्नुभएको छ कि परमेश्वर छ येशू ख्रीष्टसँग मात्रै यो स्वर्गको साँचो छ। त उहाँले तपाई मलाई जीवन दिनुहुने र उहाँको मुक्तिदाता प्रभु हुनुहुन्छ। उहाँले तपाईलाई शान्ति प्रेम अनि आनन्द गर्नु दिनुहुने परमेश्वरले। किनकि तपाईले मैले पृथ्वीमा जे बात छ त्यो स्वर्गमा बयान दिन्छ। कतै तपाईले पृथ्वीमा घमण्ड त गरिरहेका छैनौ, कतै लोभ लालच त गरिरहेका छैनौ। प्रियहरू, कतै तपाईले पृथ्वीमा कसैलाई ढाँट्ने कसैलाई अनावश्यक आरोप लगाउने काम त गरिरहेका छैनौ। प्रिय, त्यसकारण गर्दा परमेश्वरले तपाईले मेरो पृथ्वीमा जे बात छौ स्वर्गमा त्यो बाँधिनेछ, पृथ्वीमा तिमी जे फुकाउनेछौ स्वर्गमा त्यो फुकाइनेछ। त्यही गर्दा प्रभु येशू ख्रीष्टसँग मात्र यो साँचो छ। उहाँले मात्रै तपाईँ मलाई स्वर्ग लान सक्नुहुन्छ। उहाँमा विश्वास गर्नेसँग यो जीवन छ। उहाँले तपाईँ मलाई शान्ति आनन्द दिनुहुने प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। त्यसकारण गर्दा तपाईँले मैले गरेको विश्वास तपाईँमा परमेश्वरले निश्चित र भरोसा दिनुभएको छ। ताकि आज उहाँ भन्नुहुन्छ, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिताका जान सक्दैन। फेरि आज तपाईँ र मैले बाटो भेट्टाएका छौँ कि उहाँ नै तपाईँ मेरो निम्ति बाटो हुनुहुन्छ। उहाँ सत्य र जीवन प्रभु हुनुहुन्छ। किनकि तपाईँ मेरो शान्त हरेक समय उद्धार र मुक्ति दिनुहुने परमेश्वर हुनुहुन्छ। त्यही कारण गर्दा उहाँसँग भन्नुहुन्छ, तिमीहरूलाई स्वर्गको राज्यको साँचाहरू दिनेछु। उहाँ तपाईँ मलाई स्वर्गको साँचो जो तपाईँ मसँग हुनेछौँ अनि मात्र तपाईँ म उहाँको राज्यमा भित्र पस्नेछौँ। फेरि जब तपाईँ मैले घरमा अनि जुन एउटा घरमा अनि ढोकामा अनि त्यो ताला लगाएको छ, ताला खोल्नको लागि तपाईँ मसँग साँचो छैन भने तपाईँ त्यो घरभित्र कसरी पस्नेछौँ र? प्रियहरू, त्यो घरभित्र पस्नको लागि त्यो ताला खोल्नको निम्ति साँचोको आवश्यक पर्दछ। प्रियहरू, आज तपाईँ र मलाई परमेश्वर भन्नु छ, तिमीहरूलाई स्वर्गको राज्यको साँचाहरू दिनेछु। प्रियहरू, आज तपाईँ मलाई स्वर्गको राज्यको साँचा दिनुहुने प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ। किनकि उहाँले मलाई तपाईँ मलाई ती साँचो दिनुहुन्छ ताकि तपाईँमा स्वर्गमा जाने निश्चित छौँ भन्ने कुरा यहाँ पाउँछौँ। अनि मत्तीको पुस्तक अनि 18 को 18 पद भनेको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ त्यो स्वर्गमा बाँधिनेछ अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ। अब तपाईले मैले पृथ्वीमा घमण्ड गर्ने, लोभ लालच गर्ने, हत्या हिंसा गर्ने, एकाको निन्दा गर्ने, एकाको कुरा काट्ने गरियो भने प्रियहरू तपाईले म स्वर्गको राज्यभित्र पस्न सक्दैन। प्रियहरू, यदि तपाईले मैले अझै पनि कसैको कुरा काट्दैछौँ, कसैको निन्दा गर्दैछौँ भने
पिरियड एकचोटि सोच्ने समय परमेश्वरले दिनुभएको छ। त्यही कारण आज नै तपाईँहरूले यदि परमेश्वरको वचनलाई यदि हेर्नुहुन्छ, तपाईँ वचन पालन गर्नुहुन्छ, तपाईँ परमेश्वरमा अघि बढ्ने इच्छा गर्नुहुन्छ, यदि तपाईँमा कतै परमेश्वरलाई मन पराउनुहुन्न भने कसैको विरुद्धमा बोल्नु त्यति राम्रो हुने छैन। किन परमेश्वरले भन्नुभएको छ पृथ्वीमा तिमीले जे बाँच्छौ त्यसोमा बाँधिनेछ। प्रियहरू, तपाईँलाई मलाई परमेश्वरले अनन्तकाल सदा सदा प्रेम गर्नुहुन्छ, मलाई अनन्त जीवन दिनुहुने परमेश्वरले तपाईँ मेरो निम्ति एकमात्र पुत्र प्रभु येशू ख्रीष्टद्वारा उहाँको रगतले तपाईँ मलाई आज उहाँको रगतले आज छुटकारा पाएका छौँ। उहाँले आज मोल चुकाउनु भएको छ हाम्रो निम्ति। किनकि आज हामी मानिस पापीहरूको निम्ति नै प्रभु एउटा ख्रीष्ट धार्मिक व्यक्ति क्रुसमा मर्नु भएको छ। प्रियजनहरू, तपाईँ र मैले आज साँचो परमेश्वरलाई विश्वास गरेको कारणले गर्दा आज यो बिहानीको समय फेरि तपाईँसँग यो युट्युब माध्यमबाट यो छोटो परमेश्वरको वचन लिएर आउने परमेश्वरले मौका दिनुभएको छ। र परमेश्वरले हामी सबैलाई आशीष दिनुभएको होस् र परमेश्वरको महिमा सदा सर्वदा रहिरहेको होस् भन्दै म यो समय र यसरी युट्युबबाट अथवा यो वचन हेर्नुहुने मेरा आदरणीय जनहरू सबै परमेश्वरले प्रशस्त गरी आशीष दिनुभएको होस्। यसरी तपाईँहरूलाई यदि नयाँ नयाँ भिडियोहरू हेर्न तपाईँलाई यसरी मण्डलीबाट भएको शुभकार्यको विषयमा हेर्न तपाईँलाई उत्साह यदि तपाईँलाई इच्छा हुन्छ भने युट्युबलाई सब्सक्राइब गरेर लाइक सेयर गरेर यो भिडियोहरू एकमा सेयर गरेर र यति तपाईँहरूको सल्लाह सुझावको म अपेक्षा गर्दै म यस समय तपाईँहरू सामुबाट म बिदा हुन्छु। हस्त जय मसीह। म नेपालबाट म पास्टर नहम ढकाल। जय मसीह। म फेरि तपाईँको बिचमा आउने छु। जय मसीह। परमेश्वरले हामी सबैलाई आशीष दिनुभएको होस्।